उनी हुन् 5 वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेत्री 80 वर्षीय म्यानमारका पूर्व राष्ट्रपति आङ सान सुची। म्यानमारको सैनिक नेतृत्वले उनलाई नजरबन्दमा सार्ने निर्णय गरेका छ। जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिङ आङ ह्याङले बिहिबार सुचीका बाँकी सजाय तोकिएको निवासमा पुरा गर्न निर्देशन आदेश दिएका छन्। यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाव कम गर्न यस किसिमको प्रयास गरेको रूपमा हेरेका छन्। सार्वजनिक गरिएको एउटा तस्बिरमा उनी 2 सुरक्षाकर्मीसँग बसेको देखिन्छन्। सुचीका पार्टी नेसनल लिग फर डेमोक्रेसीका एक वरिष्ठ स्रोतका अनुसार उहाँलाई राजधानी नेपिडोको एक सुरक्षित स्थानमा राखिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि ठेगाना गोप्य राखिएको छ। सन् 2021 मा सैनिक कु मार्फत सत्ता कब्जा गरेपछि मिङ आङ ह्याङको नेतृत्वको सेनाले सुचीका निर्वाचित सरकार अपदस्थ गर्दै उहाँलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो। त्यसयता देश गृहयुद्धमा फँसेको छ, जसले हजारौंको ज्यान लिएको छ भने लाखौं मानिस विस्थापित भएका छन्।